सबैजनालाई जय मसी प्रियजनहरू। आज यो ठाउँमा हजुरहरूको माझमा एउटा प्रभुको वचनलाई लिएर म आएको छु। हेर्न सक्नुहुन्छ ठाउँहरू रमणीय छ है। आज म जवानहरूको लागि चाहिँ स्पेसल्ली म वचन लिएर आएको छु है त। जवानहरू ध्यान दिएर सुन्नु होला हो प्रियजनहरू है। यदि प्रभुले चाहिँ तपाईलाई चुन्नु भएको छ भने चाहिँ तपाईलाई हरेक थोकहरूबाट चाहिँ प्रभुले टाढा राख्नुहुन्छ। तपाईहरुको कामहरू बनिरहेको हुँदैन, कामहरू चाहिँ यदि रोकिरहेको छ हैन, तपाईहरु सबैजना व्यक्तिहरूबाट सबैजना मानिसहरूबाट यदि तपाई टाढा हुनु भएको छ, सबैले तपाईलाई अलग गरेको छ भने चाहिँ तपाई चाहिँ प्रभुको कामको लागि चुनिनु भएको छ भने हजुरहरूले बुझ्नुस्। बुझ्नुभयो? परमप्रभु चाहिँ यसरी मानिसलाई चुन्नुहुन्छ ताकि प्रभु भन्नुहुन्छ कि टुटेको हृदयहरू चाहिँ प्रभुले जोड्नुहुन्छ। टुटेका हृदय भएका मानिसहरूको लागि चाहिँ प्रभु चाहिँ तयारी बस्नु भएको छ। टुटेका हृदय भएका मानिसहरू चाहिँ प्रभुको हो, मलमपट्टि लगाउने काम चाहिँ प्रभुको हो भनेर प्रभुले भन्नुहुन्छ है। र त्यस्तै प्रियजनहरू, आज परमप्रभुले चाहिँ तपाईलाई चुन्दै हुनुहुन्छ भने चाहिँ आज यो सिम्बलहरू देखा पर्छ। तपाईहरु निराशा नहुनुहोस्, हताश नहुनुहोस्। आज यस्तो भयो भने चाहिँ जवानहरू चाहिँ निराशा भइहाल्ने हो, सकियो त हो, अब सबै थोक हैन, केही बन्दैन, प्रभुले त मेरो आवाजलाई नै सुन्नुहुन्न भने आज जवानहरू चाहिँ निराशतर्फ जान्छ। तपाईहरु चाहिँ निराश नहुनुहोस्, खुसी हुनुहोस्। तपाईहरु बुझ्नु भयो नि? यस्तो हुँदैछ भने चाहिँ प्रभुले चाहिँ तपाईलाई चाहिँ प्रभुको कामको निम्ति चाहिँ तयारी गर्दै हुनुहुन्छ। यदि तपाईहरुलाई थाहा छैन भने यूहन्नाको कहानीलाई सम्झाउनुहोस्, यूहन्नाको स्टोरीलाई ध्यान दिनुस्। जब परमप्रभुले चाहिँ यूहन्नालाई चाहिँ त चाहिँ निनब्बे देशमा जा, प्रभुको प्रचार गर, प्रभुको कामलाई अगाडि बढा भनेर भन्दाखेरि यूहन्ना चाहिँ ऊ चाहिँ प्रभुको जुन चाहिँ काम गर्न नलागेर, काम गर्नतिर नलागेर ऊ चाहिँ निनब्बे देश त्यहाँनिर नगइकन ऊ चाहिँ बाटो भएर चाहिँ ऊ चाहिँ अर्कै देशतिर जान्छ। अनि त्यहाँनिर चाहिँ परमप्रभु परमेश्वरले चाहिँ उसमाथि चाहिँ सङ्कष्ट ल्याइदिनुहुन्छ, परीक्षा आउँछ उसमा चाहिँ, जुन चाहिँ ऊ चाहिँ हावाहुरी बतास चल्न थाल्छ र जहाज त्यहाँनिर चाहिँ पल्टिन्छ र उसलाई चाहिँ एउटा व्हेल माछाले निल्छ। प्रियजनहरू बुझ्नुभयो? व्हेलले चाहिँ एउटा माछाले चाहिँ उसलाई निल्छ र ऊ चाहिँ 3 दिन 3 रातसम्म चाहिँ एउटा माछाको पेटभित्र रहन्छ र उसलाई चाहिँ त्यहाँपछि चाहिँ झसङ्ग थाहा हुन्छ ओ प्रभुले त मलाई चुन्नु भएको थियो। र उसले चाहिँ माछाको पेटभित्र नै बसेर चाहिँ उसले चाहिँ आफ्नो गल्तीहरूलाई पश्चाताप गर्छ, क्षमा माग्छ। अनि परमप्रभुले आज्ञा गर्नुहुन्छ र त्यो माछा चाहिँ माछाले चाहिँ गएर यसलाई किनारामा छोडिदिनु भन्दाखेरि चाहिँ प्रभुले आज्ञा गर्नुभयो बमोजिम चाहिँ जुन चाहिँ यूहन्नालाई चाहिँ किनारामा लगेर ओकालिदिन्छ। प्रियजनहरू है, हो त्यही भएर यदि प्रभुले चाहिँ उहाँको कामको निम्ति तपाईहरुलाई चुन्नु भएको छ, तपाईहरुलाई रेडी गर्न चाहनु भएको छ भने चाहिँ तपाईहरु चाहिँ सबैबाट अलग हुनुहुन्छ। हरेक थोकबाट तपाईको आफ्नो आफन्तबाट तपाई अलग हुनुहुन्छ। बुझ्नुभयो? यदि यस्तो हुँदैछ तपाईको कुनै काम तपाई कतै जान लाग्नुहुन्छ त्यहाँ पनि हुँदैन, त्यो पनि बाटो बन्द हुनुहुन्छ हैन, तपाई आफ्नो तरिकाले यो गर्छु त्यो गर्छु भनेर सोच्नुहुन्छ, सपना सजाउनुहुन्छ, तर त्यो सपनाहरू पुरा हुँदैन। यदि त्यस्तो छ भने चाहिँ सोच्नुस् है, प्रभुसँग टाइम स्पेन्ड गर्नुस्, प्रभुलाई सोध्नुस्। बुझ्नुभयो? प्रभुलाई भन्नुस्, प्रभु आज मेरो जीवनमा चाहिँ तपाईले के गर्न खोज्दै हुनुहुन्छ मलाई बताउनुहोस् प्रभु भनेर भन्नुस्। बुझ्नुभयो है? हो प्रियजनहरू, आज तपाईको हृदय संसारको मानिसहरूबाट टुटेको छ, आज तपाईको हृदय चाहिँ संसारको थोकहरूबाट तोडिएको छ भने चाहिँ प्रभु चाहिँ अगाल्नको निम्ति रेडी भएर बस्नु भएको छ। तपाईहरुलाई थाहा छ प्रभुका 12 जना चेलाहरूलाई निहाल्नुहोस्। प्रभुका 12 जना चेलाहरूले चाहिँ के गरेका छन् भन्दा आफ्नो सबै थोकहरूलाई चाहिँ त्यागेर हैन उनीहरू चाहिँ प्रभुको काममा प्रभुको पछि लागेका छन् है। हो त्यस्तै आज तपाईलाई चाहिँ प्रभुले कुनै पनि कुराको निम्ति
हैन। आज तपाईलाई कुनै पनि थोकको निम्ति चाहिँ प्रभुले रेडी गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँ चाहिँ हरेक चिजबाट अलग हुन आवश्यकता छ प्रियजनहरू, बुझ्नुभयो? हस् त, धन्यवाद है।